गीत संगीत तथा कलाका धनी र साथै इन्डियन आइडल 3 का विजेता प्रशान्त तामाङको अल्प आयु 42 वर्षको उमेरमै हृदयघात भएर निधन भएको भन्ने खबरले हामी सबैलाई स्तब्ध बनाएको छ। प्रशान्त तामाङ भन्ने बित्तिकै उनले गीत गाएका ती गीतहरू हाम्रो कानमा गुन्जिरहनेछन् र उनी सधैँ कलाको बीचमा, कला प्रेमीहरूको बीचमा अमर रहिरहनेछन् र उनले चलचित्र क्षेत्रमा पनि उनले अभिनय गरेका ती अभिनयले पनि तपाईँ हाम्रो बीचमा उनी हमेसाका लागि अमर रहिरहनेछन्। उनको यस निधनले सम्पूर्ण कला प्रेमीहरूलाई स्तब्ध बनाएकै छ। तर घर परिवारमा जो शोकाकुलको माहौल छ त्यस माहौलमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्, प्रशान्त तामाङको चिर आत्माले शान्ति पाओस् भन्ने कामना गर्दै यस भिडियोलाई सम्पूर्ण कला प्रेमीहरू जगतमा पुर्याइदिन पनि अनुरोध गर्दछु।